मॉर्निंग एभ्रिवान। आज हेर्नु नि मौसम क्या मिठो पाउँछ, शीतल न शीतल हो। पानी परेकोले गर्दाखेरि आकाश पनि यस्तो कालो भइरहेको छ हो। उयो हेर्नु नि, पोखरी हाम्रो माछा पाल्ने पोखरी भन्नु पनि भएको छैन हो। यो अघि बिहानको पानीले जामेको है। यो चाहिँ हेर्नु ल, गहिरो न गहिरो भएको छ, हिँड्नु मुस्किल, हिँड्नु गाह्रो हुन्छ हाम्रो यो बाटोमा चाहिँ। यो त अहिले सुरुवात मात्रै हो, अलिक दिन बादमा यहाँनिर खोला बग्छ, नदी बग्छ हो। बनाउँछ, हिउँदोमा बनाउँछ, बर्खामा साइ सुत्तै पारिहाल्छ। यी हेर्नु नि, हेर्नु ल म कसरी पार गर्छु। बिजोक छ, बिजोक बिजोक छ हाम्रो, यस्तो छ हो। यो चाहिँ अहिले केही पनि होइन हुनु चाहिँ, यसरी गाडिन्छ, हिलो झन्डै मऱ्यो लडेर। हिलोमा खुट्टा गाडिएर केही छैन हो। के गर्नु अब, दोकान जानुपर्ने हो। दोकान अब ड्युटी जानुपर्छ, यहाँनिर दोकान जानुपर्ने भएर आएको खै। के पानीले चाहिँ मार्ने रहेछ है। पानी परेन भने पनि बिजोक हुन्छ फेरि, गरम भएर हो। ऊ यस्तो भइरहेको छ आज, यस्तै छ हाम्रो गाउँ, यस्तो छ है। हेर्नुहोस् है, यस्तो छ हाम्रो गाउँ हो। आजको दिनको सुरुवात यसरी हुँदैछ। तपाईँहरूको दिन ठिकै होला है। म नि अब फटाफट गरेर रेडी भएर ड्युटी जान्छु। त्यहाँदेखिको फेरि भेटौँ अर्को भिडियोमा इभिनिङमा है। बाई बाई, टेक केयर।